150 रुपैयाँ दिएर सडकको छेउमा उभिरहेको यो महिलालाई यो मानिसले फकाउँछन्। जब त्यो महिला बेडमा सुत्छिन् तब त्यो मानिसले एउटा बट्टा निकाल्छ र त्यो बट्टाबाट एउटा सेतो पदार्थ निकालेर उसको शरीरमा दल्न थाल्छ। त्यो चिज अरू केही नभएर केवल सुँगुरको बोसो थियो। त्यो महिलालाई त्यो सबै कुरा अचम्म लागिरहेको थियो। त्यही पनि ऊ हेर्न चाहन्थे आखिर यो मानिसले उसँग के गर्न चाहन्छ। त्यसैले उसले चुपचाप त्यो सबै हेरिरहिन्। त्यो मानिसले एउटा हतियार निकाल्छ। त्यसपछि त्यो महिला एकदमै झस्किन्छ, आखिर तिमीले के गर्न खोजिरहेका छौ? तब त्यो व्यक्तिले भन्छ केवल तेल निकाल्नका लागि हो। तब त्यो महिलालाई सबै कुरा गडबड लाग्न थाल्छ। खासमा त्यो व्यक्ति कुनै ग्राहक थिएन, ऊ केवल एउटा शिकारी थियो। उसले त्यो महिलाको पुरै शरीरभरि बोसो दलेर एक दिन एक रातसम्म बोरामा प्याक गरेर राखिदिन्छ। 24 घण्टा बितिसकेपछि वास्तविक खेल सुरु हुन्छ। त्यो व्यक्तिले उसको शरीरमा टाँसिएको सबै बोसोहरू त्यो हतियारले सोरेर निकाल्न सुरु गर्छ र त्यो सबैलाई प्रोसेसिङ गरेर र अन्तमा बन्छ एकदमै अचम्मको चिज, पर्फ्युम। र उसले भोलिपल्ट त्यो पर्फ्युमको एक सानो थोपालाई आफ्नो हातमा दल्छ। तब एउटा कुकुर जो त्यही महिलाको कुकुर थियो त्यो कुकुर आएर उसको हात चाट्न थाल्छ। त्यसपछि त्यो व्यक्तिको अनुहार एकदमै रहस्यमय खुसीले भरिएको थियो। तर उसको लागि केवल यो सुरुवात मात्र थियो, किनकि उसँग अझै पनि 12वटा शिशीहरू अझै खाली छन्। यसको मतलब उसलाई अझै 12 जना युवतीहरू चाहिएको छ ताकि ती युवतीहरूको सुगन्धले त्यो 12वटा शिशीलाई भर्न सकौँ। पार्ट 2 को लागि कमेन्ट गर्नुहोस्।